अल्फा र ओमेगा भनेको सबैले सुने तापनि धेरैजनालाई यसको अर्थ थाहा नहुन सक्छ। अनि अल्फा भनेको चाहिँ ग्रिक भाषाको सबैभन्दा पहिलो लेटर रहेछ, जस्तै हाम्रो नेपालीको क भने जस्तो। अनि ओमेगा भनेको चाहिँ ग्रिक भाषाको सबैभन्दा अन्तिम लेटर रहेछ, जस्तै नेपालीमा ज्ञा भने जस्तो। तर यो किन भनियो भन्दाखेरि र कसले भनेको भन्दाखेरि यो प्रकाशको पुस्तक च्याप्टर 22 को भर्स 12 र 13 मा हामीले पाउन सक्छौँ। अनि त्यसको मतलब चाहिँ के रहेछ भने त्यो प्रभु येशू ख्रीष्टले चाहिँ म अल्फा र म ओमेगा हो, म सुरु र म अन्त्य हो, अनि मैले कसलाई के पुरस्कार दिनुपर्ने हो मसँग छ, अनि म चाँडै आउँदैछु भनेर प्रकाश 22 को 12 र 13 मा लेखिएको छ। मेरो प्रिय मित्रहरू, सो यसको मतलब के हो त भन्दा प्रभु येशू ख्रीष्ट चाँडै आउनु हुँदैछ र उहाँले हरेक कुराहरू सुरु गर्नुभयो, एक्टिभेसन गर्नुभयो र अन्तिममा के गर्नुपर्छ भन्ने कुरा पनि उहाँकै हातमा छ। अनि यूहन्नाको पुस्तकमा हामीले हेर्छौँ भनेदेखि त्यहाँनिर लेखिएको छ सारा सृष्टिको न्याय गर्ने पनि प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। मेरो प्रिय मित्रहरू, त्यसैले हामीले सुसमाचार सुनाउँदाखेरि अनि प्रभु येशू ख्रीष्टको नामहरू धेरै पटक बताउँछौँ। अनि त्यो नाम चाहिँ, त्यो नाममा मुक्ति छ। त्यो नाम चाहिँ हाम्रो सारा संसारलाई मुक्ति दिनको लागि आउनुभएको थियो र त्यो नाम हामी सारा पापीहरूको लागि बलि हुनुभएको थियो। तर बलि मात्र हुनु भएन, उहाँ स्वयं परमेश्वर भएको कारणले गर्दाखेरि फेरि तेस्रो दिनमा बिउती उठ्नुभयो र उहाँ फेरि स्वर्गमा जानुभयो। अनि त्यही स्वर्गबाट फेरि आउनुहुनेछ संसारमा। तर त्यो हामीलाई पहिलोपटक उद्धारको लागि आउनुभयो भने अब फेरि आउँदाखेरि न्याय गर्नु आउँछु भनेर उहाँले भन्नुभएको छ। त्यसैले गर्दाखेरि उहाँबाट मात्रै मुक्ति रहेछ। अनि उहाँलाई मेरो मुक्तिदाता र प्रभु भनेर ग्रहण गर्नु पर्दो रहेछ। अनि उहाँकै न्यायमा हामी राइटियस बन्न सक्छौँ र स्वर्गीय राज्यको लागि हामी हकदार बन्न सक्छौँ। आज यो सुन्नुभएको छ, जान्नुभएको छ। आज नै प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता र प्रभु भनेर तपाईँले आफ्नो जीवन सदाका लागि समर्पण गर्नुहोस्। तपाईँले मुक्ति पाउनुहुनेछ र स्वर्गीय राज्य तपाईँको घर हुनेछ। गड ब्लेस यू। जय मसीह।